होइन म्याडम भात पाक्यो छैन अझै? पाक्यो नि, भात तरकारी दाल त पाक्यो। अँ त्यहाँदेखि अचार आज अचार बनाउनु चाहिँ उसको के अरे लसुनको पात टिमुर यो डल्ले खुर्सानी पिसेर यसको मात्र अचार बनाउनु पर्यो। अन्त यसको अचार पनि राम्रो हुन्छ नि। त्यो लसुनको पातको मात्रै अचार पनि राम्रो हुन्छ? एकदम राम्रो हुन्छ, फाइदा शरीर पेटको लागि फाइदा पनि एकदम फाइदा गर्छ, राम्रो पनि एकदम राम्रो हुन्छ। आज त नयाँ खान पाइने भयो त लसुनको पातको मात्रै अचार। लसुनको पातको मात्रै राम्रो हुन्छ। अनि यसमा अलिकति यो उराएदेखि के भन्छ यो भाँगो र सिलामको छोप राख्ने, त्यसपछि गएर यति नुन राख्ने, अनि यो पिसेर भएपछि लास्टमा थोरै काटेर 2 थोपा काटेर रस एड गरिदिएपछि यस्तो बबाल अचार बन्छ कि छाडिदिनु है। त्यसो लसुनको पातको अचार खान पाइने भयो आज। एकदमै है, कति मिठो हुन्छ, कति टेस्टी हुन्छ यो अचार। सबैजनाले यसको टेस्ट चाहिँ कस्तो हुन्छ गर्नुलाई कस्तो हुँदो रहेछ अनि भन्नु होला मलाई।